टपिक चाहिँ समय भन्छ है। समय। यदि समय रोकेर रोकिन्थ्यो भने म समय रोकेर तिमीलाई हेरिरहन्थेँ। म समय रोकेर तिम्रो आँखामा घन्टौँ डुबिरहन्थेँ। तिम्रो मुस्कानमा भुलेर म तिम्रो लागि कविता र गीतहरू कोरिरहन्थेँ। समय त अहिले निरन्तर बगिरहेको छ। तिमी कहाँ के गर्दैछौ, के धुनमा छौ? म यहाँ तिम्रो यादमा यो सबै लेखेर बस्दैछु र मन पनि सोच्दैछु। कति रमाइलो हुन्थ्यो होला तिमी र म साथमा भएको भए। मिठा मिठा गफ र तिमीलाई हेरेर म भुलिरहेको हुने थिएँ। यो लेखिरहँदा म कल्पना पनि गर्दैछु। म जे लेख्दैछु म त्यो महसुस पनि गर्दैछु। तिम्रो हात समाई मायाका कुरा गर्दा तिमी खुसी भएर मेरो अँगालोमा आएर बसेको कल्पना गर्छु। तिम्रो अँगालोमा बाँधिँदा सायद म सबै कुरा भुलेर बस तिम्रो न्यानो अँगालोमा आइरहने थिएँ होला। म अझै भन्दैछु, म जे लेख्दैछु त्यो म कल्पना गरेर लेख्दैछु। तिमीलाई सुरुमा देख्दा तिमीबाट मेरो नजर हटाउन सकिरहेको थिइनँ। तिमीलाई देख्ने बित्तिकै मैले तिमी र म सँगै भएको कल्पना गर्न थालेको थिएँ। अहिले बतास चल्दैछ र मलाई यो चिसो चिसो मौसमले तिम्रो याद दिलाउँदैछ। त्यसैले म यो सब लेख्दैछु। फेरि कल्पना गर्छु, तिमी र म पानीमा रमाउँदै रुन्छौँ अनि पछि एकअर्काको कपाल पुछौँ। चिसो लाग्छ भनेर तातो चिया बनाएर एउटै ब्ल्याङ्केट ओढेर मायाका कुरा गर्दै तातो चिया पिउँदै न्यानो भएर बसौँ। हात समाउँदै हिँडौँ। अँधेरी रातमा चन्द्रमाको किरण मुनि बसेर चन्द्रमा हेरी हाम्रो भविष्यको कुराहरू गरौँ। एक अर्कालाई साथ दिएर भविष्य बनाउन सहयोग गरौँ र दुवैले सँगै सँगै सफल बनाऊ। म तिम्रो मुस्कानमा हेरेर रमाउनेछु। तिम्रो कुराहरू सुनेर मग्न हुनेछु र तिम्रा ती नसालु नयनमा डुबेर म संसार बिर्सिनेछु। म तिम्रो पीडाको दिनहरूमा तिम्रो ख्याल राख्नेछु। तिमी मेरो दुःखमा कहिले साथ नछोड्नु। यो त केवल मेरा कल्पनाहरू हो। असल जीवनमा त म तिम्रो लागि अझै धेरै कुराहरू गर्नेछु। तिमीलाई जीवनभर सम्हालेर राख्नेछु र त्यो थामेको हात कहिले छाड्ने छैन। तर साँच्चै यदि समय रोकेर रोकिन्थ्यो भने म समय रोकेर तिमीलाई नै निहालेर हेरिरहन्थेँ। थ्याङ्क यू एभ्रिवान, द्याट्स माई टाइम।